युना मैले आज हामीले मिनी ब्लग गराउँदै ह्यापी न्यू इयर टु एभ्रीवन। नयाँ भिडियोलाई लाइक र सपोर्ट गरिदिनु होला। हामीलाई भोक लागेर बाटोमा नास्ता खाँदैछौँ। हामी नास्ता खाएपछि केबल कारतिर हिँडिरहेका छौँ। यही हो बादरले हक्देको गोनाला नि। ल है हौ हामी गेटभित्र प्रवेश गर्यौं। हेलो हेलो बाट हामी टिकट काटेर केबल कार्टमा चढ्न हिँड्यौं। केबल कार्ट आउन भन्दा पहिला लोटस पार्क रहेछ। हामी एकछिन यहाँ घुम्यौं। कति चिसो छ नि। केबल कार्ट चढ्न हामीले टिकट देखायौं। कहाँ छ यहाँ छ हामी केबल कार्ट चढ्यौं। आफै लाग्छ आफै लाग्छ। अझैहरू डराएर भगवानलाई प्रार्थना गर्दै हुनुहुन्छ।
उसको हो र गाना बजेको यही हो र भिडियो गरेर छौ अँ वाउ रिटर्नमा हालिलाग्यो र सबै उता बुटुल छरकन सबै निकाल नदी त छैन है यता छैन नदी त खै ओडालामा झन् ढिलो जग्गा बाई बाई छैन मुसी गइरहेको छैन अब एउटा घाटबाट हामी निस्कियौँ बहिनीले यहाँ पढेर उता जाने भन्दै थिइन् यहाँ मन्दिर पनि रहेछ हामीले दर्शन गरेर टीका लगाइदिनु भयो उताबाट जाने हो तँ माथि जाने त्यहाँ लाग्दैन पैसा छैन लाग्दैन त्यो उसी घुम्ने हावा सारा कति मिठो आऊ सबै डुल्नु दर्शन गरेपछि हामी फेरि टावर हेर्न गयौँ टावर हेर्ने बाटो धेरै अप्ठ्यारो रहेछ बाटो अप्ठ्यारो भएर धेरै बेर हामी बसेनौँ अनि गर्मी पनि भएको थियो उताको लामो छ रे नि वहाँ जाने एकचोटि बाटो अप्ठ्यारो भएर मम्मी हिल निकालेर खाली खुट्टा हिँड्नुपर्छ हेलो गर हेलो गर भनिसु कस्तो भ्यू टावर घुमेर हामी फर्कियौँ हामीलाई यहाँ डर लाग्दो थियो यहाँबाट घरहरू सानसाना देखिँदो रहेछ 20 मिनट छ रे वहाँ जाने बसन्तपुर 20 मिनटसम्म बजैले केबुल कार्ड चढेको पैसा सकियो भन्नुहुन्छ फेरि हामी लोटस पार्कतिर आयौँ
हामी सिद्धार्थ केबुल कार्डबाट निस्कियौँ। अब हामी फेरि फुलबारी घुम्न जाँदैछौँ। हामी फुलबारी आइपुग्यौँ। हामी जनावर हेर्नतिर लाग्यौँ। फुलबारीमा सानो मुसा पनि रहेछ। हामीले फुलबारीमा धेरै जनावरहरू देख्यौँ। अस्ट्रिचले त आँखै नदेख्ने रहेछ। भालु चाहिँ छैन। रुक एकछिन। फुलबारीमा हामी एकछिन गेम खेल्यौँ। फुलबारीबाट हामी निस्कियौँ। हामी नास्ता खान खाजा घरमा पस्यौँ। हामीलाई अझै भोक लागेर रेस्टुरेन्टमा पस्यौँ। मेरो फेभरेट फुड पिज्जा खाँदैछौँ। अब हामी घरतिर लाग्यौँ। घर पनि आइपुग्यो। आज हामी धेरै ठाउँ घुमेर रमाइलो गर्यौँ। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। अझ यस्तो भिडियो हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गरिदिनु।